आफ्नै अगाडि आफ्नो मोल राखेर मालिकले किनिन बेच गरिरहेछ, त्यसको विरुद्ध होइन हामीहरू। त्यसकारण हाम्रो आन्दोलन जारी छ, हाम्रा मागहरू, हाम्रा दलले उठाएको मागहरू सम्बोधन नभएसम्म गृहमन्त्रीको आज नभए भोलि त ढल्नै पर्छ, किनकि सत्यको जित निश्चित हुन्छ। यो जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन र संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ। यो सदनमा पटक पटक उठेकै कुरा हो। हाम्रा युवकहरू रसियन आर्मीमा सर्भ गर्दैछन्, यही सदनमा पटक पटक उठेको कुरा हो। साइबर यो स्क्याम सेल सेन्टर्समा हाम्रा युवाहरू छन् भनेर अहिले यो सदनमा हामीले यतिका दिनसम्म एउटै माग, जनताको माग राखेर हामी उभिरहेका छौँ। तर अहिलेसम्म पनि सरकारले न त संसदीय छानबिन समिति न त उच्च स्तरीय छानबिन आयोग बनाउँछु भनेर कतै पनि जनताको आवाजको सुनवाई गरेको छैन। सभामुख महोदय, जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर चाहिँ सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन, जनताको आवाज यहाँ बोलिन्छ, यहाँ सुनवाई हुन्छ, यहाँ सरकारले सुन्छ भनेर। सरकार कसको लागि? म फेरि हाम्रो सन्तोषीले सोध्नु भएको प्रश्न सोध्न चाहन्छु। सरकार कसको लागि? निर्बल दुर्बलको लागि कि शक्ति भएकाहरूको लागि? कहिलेसम्म हाम्रा युवाहरू हाम्रो देशमा 1 करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन् 1 वर्षको जर्नी लगाएर? किन त्यसमा छानबिन गर्नु पर्दैन? त्यसमा पोलिसी रिफर्म के गर्ने सोच्नु पर्दैन? कहिलेसम्म हाम्रा युवा यो खुला आकाश मुनि गोल घर जस्तो यो युवाहरूले महसुस किन गरिरहेको छ? त्यसमा हामीले आपत्ति जनाउनु पर्दैन? त्यो स्वीकारोक्ति गर्नु पर्दैन? यहाँ कतिजनाको छोराछोरीको उमेरको मान्छेहरू छन्, नाति नातिना पुस्ताहरू यहाँ देशमा बस्दिन जान्छु भनेर बाहिर गइरहेछन्। किन? जाने माध्यम के हो? भिजिट भिसा। रसियामा कसरी गएको छ? भिजिट भिसामा। खाडी मुलुकमा, कुवेतमा, डोमेस्टिक वर्कमा कसरी गएको छन्? भिजिट भिसामा। आफ्नै अगाडि आफ्नो मोल राखेर मालिकले किनिन बेच गरिरहेछ, त्यसको विरुद्ध होइन हामीहरू। के हामी यो मोडर्न डे स्लेभरी हामी एक्सेप्ट गर्छौँ? दिस इज मोडर्न डे स्लेभरी। सभामुख महोदय, यो सभ्य समाज के को हिसाबले हामीले सभ्य समाजमा छौँ भन्ने? पावर त कम्स विथ अ सेल्फ लाइफ। अहिले आफू पावरमा छ भनेर जनताको समस्याको यस्तो ठुलो मुद्दाको सुनवाई नगरिकन अहिलेसम्म सरकार बसिरहेछ। म खबरदार भन्न चाहन्छु सभा मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस् र हामी नियमित कारबाहीमा अगाडि जानुपर्छ। त्यसैले गर्दा मान्य सदस्यहरू हाम्रो निर्धारित सूचीमा अब कारबाही अगाडि जान्छ, त्यो गर्नको। सम्माननीय सभामुख महोदय, नदी बचाउ अभियानका अभियन्ता हाम्रा केन्द्रीय नेता मेघ आले र दिनाकर नेपालमाथि वालिङ नगरपालिकाका वडाध्यक्ष 10 नम्बरका वडाध्यक्षले साङ्घातिक आक्रमण गरेका छन्। आँधी खोलामा भएको दोहन विरुद्ध बोल्दा तल भुइँमा हाम्रा नेतामाथि आक्रमण हुन्छ। 23 दिनदेखि भुइँ मान्छेका आवाज बोलेर भुइँ मान्छेमा भएको त्यो अत्याचार र मानव तस्करहरू विरुद्ध हामीले आन्दोलन गर्दै गर्दा सरकार सुन्दैन। यो कुन किसिमको सुशासन चल्दैछ? यहाँ यो कुन किसिमको सुशासनको भाषण चल्दैछ? सम्माननीय सभामुख महोदय, आज कतारमा उद्धारको लागि आह्वान गरिरहेकी चेलीको आवाज बोलेका छौँ हामीले। आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर सङ्गठित रूपमा तस्करहरूले उचित श्रमको र रोजगारीको मोहमा भिजिट भिसाका नाममा मानव तस्करी गरेर लाखौँ लाख युवा ठगिएको विषय हामीले यो विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलनप्रति नजरअन्दाज गर्दैछ? सम्माननीय सभामुख महोदय, गृहमन्त्रीज्यूले सदनमा आएर बोल्नुभयो, भुइँ मान्छेका आवाजहरूमाथि कटाक्ष गर्नुभयो, आफूले दिने उत्तरहरूमा भुइँ मान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो। तर विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो? यो प्रश्नको उत्तर दिन सक्नु भएको छैन। अख्तियारले ताकेता गर्दा गर्दै पनि किन विमानस्थलभित्र भएको यो र्याकेटको अनुसन्धान सुरु गरिएन? यसको उत्तर दिनु भएन। अनावश्यक कर्मचारीहरू किन थपियो एयरपोर्टमा? यसका उत्तर आएन। माननीय सदस्यको 2 मिनेट सकिनला। सम्माननीयज्यू, मलाई अलिकति समय। अनि कर्मचारी, आफ्ना सचिवालयका कर्मचारीको त्यो सरुवा किन गरियो? यसका उत्तरहरू दिन सक्नु भएन। अनि
यो डिआइजीको सरुवाका विषयहरू उत्तर दिन सक्नु भएन। सम्मानित सभामुख महोदय, यस्तो विषम र गम्भीर विषय लिएर हामी आन्दोलित हुँदै गर्दा सरकारले हाम्रो आवाज सुनेको छैन, भुइँमान्छेले हाम्रो आवाज सुनेको छैन। त्यसकारण हाम्रो आन्दोलन जारी छ। हाम्रा मागहरू, हाम्रा दलले उठाएको मागहरू सम्बोधन नभएसम्म गृहमन्त्रीको ज्ञानबहादुर साई 1 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदयज्यू र सम्पूर्णलाई मेरो अपिल के छ भने यो भिजिट भिसा प्रकरण चाहिँ कुनै दल विशेषको मुद्दा होइन, यो हामी सम्पूर्णको साझा मुद्दा हो र आजको एकजना गृहमन्त्रीको कुरा होइन, यो 14वटा गृहमन्त्रीको कुरा हो। 2064 सालदेखि अहिलेसम्मको कुरा हो। त्यो भएको हुनाले सम्पूर्ण राजनीतिक दल र यो संसदीय दलका सम्पूर्ण सांसदहरूलाई रापरपाको तर्फबाट तपाईँहरूलाई अपिल छ, हामी एक ठाउँमा आउँ, मानव बेचबिखन विरुद्ध चाहिँ हामी एकजुट बनाउँ। यो कुनै व्यक्तिको कुनै दलको मात्र मुद्दा होइन। आज हजारौँ मान्छेहरू बेचिएका छन्, लाखौँ मान्छेहरू बेचिएका छन्, आज अल्पत्र परेका छन्। जनताले दिएको विश्वासलाई हामी घात नगरौँ। त्यही भएर सबैलाई अपिल हुन अनुरोध छ। जाँदा जाँदै सरकारलाई भन्न चाहन्छु, अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दा कति दिन छेकिएला र आज नभए भोलि त ढल्नै पर्छ, किनकि सत्यको जित निश्चित हुन्छ। यो जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन र संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ, संसदमा विरोधका बावजुद पनि संसद चल्यो भने रापरबाले आज पनि संसद बहिष्कार गर्छौँ। यो सभामुखज्यूलाई म अपिल र अनुरोध गर्न चाहन्छु, हाम्रा समस्याको समाधान सरकारले गरोस्। सभामुखज्यूले भूमिका खेलुन्, सभामुखज्यूलाई पनि बाध्य नपारियो सरकारको तर्फबाट, म यो अपिल गर्न चाहन्छु। हस्, धन्यवाद समयका लागि। जरा सम्मान्य सभामुख महोदय, भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरू, अध्यागमन विभाग र गृह मन्त्रालय समेत संलग्न एक ठुलो ऱ्याकेट मार्फत मानव तस्करी, भ्रष्टाचार र सङ्गठित अपराध जस्ता निष्कृष्ट गतिविधि खुलेआम भइरहेको तथ्य बाहिर आएको सबैलाई थाहा छ। यसले हाम्रो इज्जत र गरिमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि देशको साख धुमिल बनाएको छ। हामी यस्ता अपराधिक क्रियाकलाप विरुद्ध निरन्तर हामी सदनमा आवाज उठाइरहेका छौँ र हामी आन्दोलनमा छौँ। म सोध्न चाहन्छु कि यस्तो मुद्दामा सरकार किन मौन बसेको हो? सभामुख महोदय, यसमा सरकारले सुन्न नहुने कुरा के छ? यो समस्या आजको होइन सभामुख महोदय, 2064 सालदेखि नै चल्दै आएको गम्भीर विकृति हो। अब यसको जालो हामीले च्यात्नुपर्छ। त्यसैले हामीले उच्च स्तरीय छानबिन समिति बनाएर दोषीमाथि कारवाही गरी सुशासन स्थापित गर्ने माग गरेका हौँ। तर यस्तो सत्य बोल्दा पनि सरकार आक्रोशित हुँदै रोस्ट्रमबाट धम्क्याउनेको अर्थ के हो? सभामुख महोदय, जहाँसम्म माननीय गृहमन्त्रीज्यूको राजीनामाको कुरा हो, हामीले उहाँलाई अपराधी भनेका छैनौँ, तर विवादास्पद अध्यागमन प्रमुखको नियुक्ति, उनलाई अख्तियारको छानबिनबाट जोगाउन एक दिनमै सरुवा गर्नु, कारबाही प्रक्रिया अघि बढाएका व्यक्तिलाई मन्त्रालयमै फर्काउनु र अख्तियारका पत्रहरूको व्यवस्था गर्नु, यी सबैमा प्रश्न त उठेकै हो नि सभामुख महोदय। विधिवत प्रयोगशाला जस्तो अनुसन्धानसँग जोडिएको संवेदनशील निकाय गृहमन्त्रीको प्रत्यक्ष मातहतमा हुँदा निष्पक्ष अनुसन्धान कसरी सम्भव हुन्छ भनेर हामीले भनेका हौँ। जब उहाँमाथि प्रत्यक्ष संरक्षण र परोक्ष संलग्नताको शङ्का उठिरहेको छ भने उहाँले नै गत वर्ष संसदमै प्रस्तुत गर्नुभएको नैतिकताको मानक अनुसार राजीनामा दिनुपर्छ भनेका हौँ सभामुख महोदय। यसमा हामीले गलत के भन्यौँ? तसर्थ भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन अब एउटा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन हो सभामुख महोदय। यत्रो दिनदेखि सत्य कुरा उठाउँदा पनि सरकार चुप बस्नु, दुई तिहाईको घमण्ड देखाउँदै लोकतन्त्रका मूल्य मान्यता नै बिर्सनु कसरी न्यायोचित हुन्छ सभामुख महोदय?